काहीँ नभएको हाँडी जात्रा चाहिँ नेपालमा हुन्छ। किन थाहा छ? नेपाल हो नि त। हो, त्यही क्वेसनहरू चाहिँ मेरो दिमागमा यति धेरै आइरहेको थियो। अनि त्यो अहिले हाम्रो पशुपतिको मन्दिर अगाडि टोपी फिजाएर मागेर बस्नु भएको छ नि फ्रान्सको एकजना मान्छे, उहाँलाई देखेर यस्तो ब्याड फिल भइरहेको थियो कि 2-4 दिनदेखि देखिरहेको थियो नि त। अब टिकटक खोल्दाखेरि देख्ने, अनि नेपाल हो नि त। नेपालमा अब लुटपाट चोर भन्ने कुरा पहिल्यैदेखि सुन्दै आएको हो। अब एज अ नेपाली, एज अ कुनै पनि कन्ट्रीको मान्छे विदेशमा गएर यसरी चोरी भयो अरे, यस्तो भयो अरे भनेको सुने छैन। किन भन्दाखेरि नेपाल हो नि त, भइहाल्छ, यस्तो नर्मल हो भनेर। अनि मिल्ने भए पनि हेल्प गर्न पाए नि हुन्थ्यो नि भन्ने मन चाहिँ एकदमै धेरै कि विदेश बसेर भए पनि। तर फाइनल्ली आज स्क्रोल गर्दा गर्दै ठ्याक्क न्युज देखेँ अनि मन कस्तो आनन्द भयो के। उहाँको चाहिँ लुटपाट भएको होइन रहेछ कि, अर्कै रहेछ कहानी। अनि उहाँको त्यो होटलहरू बिलहरू पे गर्न नपाएर नसकेर उहाँको मम्मीको चाहिँ एक्सिडेन्ट भएको रहेछ नि, पैसा पठाउन नसकेको रहेछ कि फ्रान्सबाट। अनि द्याट्स वाइ अहिले चाहिँ उद्धार गरिसकेको रहेछ नि त। अनि बल्ल आत्माले शान्ति पाएँ क्या। जे पनि न्युज नफैलाइदेऊ न यार, जे कुरा पनि उल्टो नबनाइदेऊ न यार, के कुरा बिलिभ गर्ने हौ। द्याट्स वाइ नेपाल हो नि त।